ब्लग। आज चाहिँ म यहाँनिर काम गर्न आएको थिएँ होइन। काम पनि गरेँ गर्न चाहिँ है, एकदमै चिसो, खुट्टाहरू हात खुट्टा एकदम कट खाएछ है। अनि अहिले चाहिँ मेरो यहाँको काम सकेर ट्याक्क होइन म फर्किन लागेको हेर्नु सक्नुहुन्छ तपाईँहरूले। मेरो काम सकियो, यही मेसिन चलाएर काम सकेर अब गाडी लिएर जान लागेको। यहाँ चाहिँ ठाडै ओह्रालो छ है, फेरि बाटो चाहिँ ठाडै ओह्रालो छ। अब यो बाटो हुँदै तल जानुपर्छ, फेरि तलबाट अर्को ठाउँमा छ है मेरो काम चाहिँ। धेरै हिउँ परेछ, हिउँ पऱ्यो कि मेरो काम फेरि यत्रो हुन्छ, फेरि काम यहाँ यति धेरै काम हुन्छ कि कुरै नगरौँ। यति एक दिन हिउँ पऱ्यो भने यति ठुलो चाङ बन्छ यहाँनिर थुप्रेर। त्यही भएर चाहिँ आज चाहिँ मेरो काम मैले यहाँको सकेँ। अब यहाँको काम सकेर म जान लाग्दैछु। अब म यो गाडी लिएर यहाँबाट निस्किन्छु। पहिले सुरुमा चाहिँ एकचोटि म यहाँ तलसम्म चाहिँ गएर बाटो हेरेर आउँछु कस्तो छ, अनि त्यस पछाडि चाहिँ जान्छु। तपाईँहरूले देख्नु सक्नुहुन्छ यहाँनिर हेर्नु मेरो गाडी छ। त्योभन्दा अगाडिको गाडी अगाडि पनि मेरो एउटा गाडी थियो, त्यो गाडी चाहिँ मेरो ठोक्यो पछाडि चाहिँ अनि अहिले चेन्ज गरेर अर्को लिएर आएको हो। त्योमा चिप्लेर गएर भित्तामा म ठोक्यो। त्यही भएर ल हेर्नु त अहिले चाहिँ यहाँनिर यस्तो छ। अब म चाहिँ एकछिन त्यहाँ अलि अगाडिसम्म भेट्छु बाटो कस्तो छ, अनि अगाडि गाडी साडी जाम भएर बस्या रहेछ, रुकिया रहेछ भने चाहिँ फेरि यहाँबाट जाँदाखेरि आफै गरेर त्यतातिर ठोकिनु पुग्छ क्या, चिप्लेर गएर। त्यो भएर चाहिँ म यहाँबाट टक्क हेर्छु अलिकति, अनि हेरेर चाहिँ अनि जान्छु म पनि। मेरो काम लगभग सकिएको छ। हेर्नु हिउँ परे गरेर दिक्कै लाउने क्या यहाँ त। यहाँ सायद सबैभन्दा बढी हिउँ पर्ने ठाउँ यहाँ होला, यहाँ ठाउँको। अहिले त्यति धेरै चिप्लो छैन बाटो, यहाँनिर ठिकै छ अहिले चाहिँ बाटो। अहिले यो चाहिँ ठाडै ओह्रालो छ क्या, यहाँदेखि तलसम्म नै। मेरो गाडी चाहिँ अस्ति त्यहाँनिर ठोकिएको, अनि अहिले गाडी चेन्ज गरेर ल्याइसकेँ। अब चाहिँ म फेरि फर्केँ। अब गाडी लिएर म निस्किन्छु। अर्को ठाउँमा फेरि काम गर्नुपर्ने छ। काम सकेर फेरि अर्को, यो सकेर हिउँको सकेर अहिले बेलुका फेरि अर्को काम छ। त्यही भएर चाँडो सकाएर जानुपर्ने छ। हात एकदम कट खान्छ चिसोले, त्यो सकाएर चाँडो जान्छु। खाना पनि नखाइकन आएको, बिहानै उठ्ने बित्तिकै खाना खानु मन लागेन। अब सकेर गएर अहिले खान्छु, अनि अर्को काममा जान्छु। यो घरको चाहिँ मेसिनले हिउँ हटाउँछ। मेरो चाहिँ सानो गाडी, सानै मेसिन, मान्छे पनि सानो, म यत्रो। त्यही भएर अलिक गाह्रै पर्छ योले चाहिँ। अन्त यस्तो ठुलो मेसिन चलाउने लाइसेन्स पनि छैन मेरो, त्यही भएर पनि हो। हातै चिसो भयो क्या, कक्कै खाने गरी। अब म चाहिँ गाडीमा चढेँ, मेरो पन्जाहरू यहाँ चाहिँ। ल अहिले गाडी चलाउँदै मैले फोन चलाउनु मिल्दैन। फोन चलायो भने चाहिँ फेरि फाइन तिर्नुपर्छ 30-40 हजार, 50 हजार कति जति। त्यही भएर अहिले चाहिँ मैले भ्लग रोकिदिएँ। अहिले फेरि भेट्छु अर्को भिडियोमा। हेलो, म चाहिँ गाडी लिएर ठक्क यहाँ आइसकेँ मेरो अर्को ठाउँमा काममा। अब म चाहिँ यहाँको काम फेरि अब गर्नुपर्ने छ। हिउँ डह्रो परिरहेछ क्या, अब फेरि गरौँ कि नगरौँ भइरहेछ। बाहिरै निस्किनु मन लाग्यो नि, यस्तो धेरै हिउँ परिरहेछ। यहाँ मेरो काम चाहिँ यहाँ अगाडि हो, यहाँ अगाडि हिउँ हटाउनु पर्ने छ। यस्तो हिउँ परिरहेछ, बाहिर निस्किनै मन लागेको हो, के गर्नु त। अब म एकछिन निस्किन्छु, पहिले यहाँनिर हेरौँ कति छ नि, अनि त्यस पछाडि चाहिँ काम सुरु गर्छु। अहिले मेसिन देख्दिनँ, अर्कोपल्ट चाहिँ पहिले यहाँनिर यो हेरौँ। यत्रो छ हौ। अब यो अन्त मेसिनले हो, मान्छेले फाल्नुपर्ने त होइन। मेसिन चलाइदिएपछि हुन्छ, यत्रो हिउँ हटाउनु पर्छ। हिउँ यस्तो परिरहेछ भो। अनि यतातिर त
यति धेरै हिउँ परिरहेछ। पहिले चाहिँ यहाँ अगाडि पनि हाम्रो काम थियो, यता अगाडिपट्टि त्यहाँ पनि हिउँ हटाएको थियो हामीले। अहिले चाहिँ त्यहाँनिर पर्दैन, यो मात्रै हो अहिले यहाँको काम। त्यो अब यहाँ सर मेसिन झारेर सर यहाँको हिउँ हटाइदिन्छु। के बिना हिउँ परेको बाहिर निस्किँदा चिसो छ त। यस्तो छ हाम्रो बाहिरको बसाइ, बाहिरतिरको बसाइ। अब यो म काम गर्न थाल्छु। बिहान यहाँनिर गाडी फसेको थियो मेरो, हिउँले ढाकेर निस्किनै गाह्रो पऱ्यो। सब हिउँले बेल्चाले हिउँ हटाएर अनि उ गरेको गाडी निकालेको। ल अब मैले यहाँ काम गर्दाखेरि चाहिँ मैले भिडियो बनाउन भ्याउँदिनँ, सो मैले अहिले भिडियो रोकिदिन्छु। अहिले फेरि काम सकेपछि म फेरि भ्लग फेरि स्टार्ट गर्छु, फेरि सुरु गर्छु। अहिले चाहिँ रोकिदिउँ, काम पनि सक्नु पर्यो नि त। काम नसके फेरि अहिले अर्को काम पनि छ, त्यो काम गर्नुलाई कतिखेर भ्याउनु, त्यो नसके त मेरो अरू उपाय नै छैन। त्यही भएर यो चाहिँ चाँडै सघाउँछु अनि ट्याक्क एकछिन आधी घन्टा जस्तो रेस्ट गर्नु पाउँछ। अलिक चाँडै सक्यो भने अनि ट्याक्क रेस्ट गरेर फेरि काम सुरु गर्नुपर्छ अर्को 5 बजीदेखिको। अब म यो मेसिन झार्छु, मेसिन झार्नु पऱ्यो। मेसिनको नि नट भाँचेर बल्ल तल पुरै नेपाली जुगाड गरेर चाहिँ काम चलाउ बनाएको छ आज मेसिनलाई। तेल पनि सकिरहेको छ गाडीमा। अब अहिले चाहिँ भिडियो रोकिदिएँ मैले। ल बाई, अहिले एकछिनमा फेरि भेटौँ होला। सो फाइनली मेरो काम पनि सकेँ। अब म चाहिँ यहाँबाट जाँदैछु। मैले मेसिन चाहिँ आज यहीँ छोडिदिएको। अरू बेला चाहिँ हामी त्यो गाडीमा राख्थेँ म होइन, आज चाहिँ त्यसैमा यत्तिकै यहाँ छोडिदिएको। अब गाडी चाहिँ तेल हाल्नु लिएर जानुपर्ने भएर, तेल पनि सकेछ गाडीमा, तेल हाल्नु लिएर जानुपर्ने भएर यसलाई चाहिँ त्यहीँ छोडिदिएर मेसिनलाई चाहिँ अब जान लागेको। एकछिन राखेको, यति धेरै हिउँ परिसक्यो अगाडि गाडीमा। अब जान्छु। पहिले सुरुमा चाहिँ अघि भर्खर यहाँ मेसिन झारेको, यो मेसिन झारेको यसरी झार्नुपर्छ यसलाई। अब यो बन्द गर्छु अनि बन्द गरेर चाहिँ जान्छु म। चलाउनुपर्छ होइन, यसरी चढाएर। चिसो छ क्या, चिसो छ है त, हातै कपक्कै हुन्छ। अब म चाहिँ जानु लागेँ। मेरो काम लगभग सकेँ आजको। यो अगाडि पार्किङको हिउँ हटाउनु थियो, मेसिनले हटाइदिएँ, सक्यो। हिउँ चाहिँ परिरहेछ मजाले नै। कोही छैन मान्छे हो यतातिर। ल सबै आफ्नो काममा व्यस्त छन्। म पनि गाडी लिएर जान्छु। अब गाडी चलाउँदाखेरि चाहिँ फोन चलाउनु मिल्दैन, त्यही भएर पनि होइन, फोनलाई चाहिँ अब अहिले एकछिन मैले भिडियोहरू बनाउनु चाहिँ रोकिदिएँ। अहिले म फेरि त्यहाँ उत्रे पछाडि सकेको एउटा भिडियो पनि बनाउँछु म त्यहाँ हाम्रो रुममा पुगे पछाडि।
फाइनली म आइसकेँ हाम्रो मेरो बस्ने ठाउँ अगाडि। अब म चाहिँ निस्केर जान्छु। गाडी फेरि कहाँ रोकेको त यार, बिच बाटोमै रोकेछ त। पानीको बोतल पनि छ, पानी लगेको खानालाई पानी चाहिँ खाइनु। हाम्रो बस्ने ठाउँ चाहिँ यहीँ हो अगाडि, यस्तो छ यहाँ चाहिँ। तपाईँहरूले हेर्नु सक्नुहुन्छ, देख्नुहुन्छ यहाँ कस्तो छ अहिले हेर्नु। म चाहिँ आइपुगेँ। अब यहाँ ढोका खोल्छु, ढोका चाबी कता पो राखेछ फेरि। हेर्नुहोस् ढोकाको चाबी पनि गोजीमा राखेको जस्तो लागेको थियो। भेटे खुल्लै रहेछ ढोका खुल्लै त राख्ने होइन खासमा यिनीहरूले। यो ढोका पनि फेरि ढोकै छ, लाग्दैन यार भन्ने बित्तिकै लाग्यो। यो चाहिँ हाम्रो बार हो। फाइनली म चाहिँ आइसकेँ। ल तपाईँहरूलाई भिडियो कस्तो लाग्यो यसो कमेन्ट गर्नु होला, सब्सक्राइब पनि गर्नु होला है। आजको लागि चाहिँ यति नै। फेरि भोलि पर्सिको दिन अब यो भिडियोमा कतिको लाइक आउँछ होइन, कतिको सब्सक्राइब बढ्छ, त्यस्तै गरी अर्को भिडियो बनाउँछु त्यही अनुसारले। अब भ्लग सुरु गरेको भर्खर आजबाट हो। आज चाहिँ यति नै।